हेलो नमस्ते नेपाल इन्टेरियर डिजाइनमा स्वागत छ। आज हामी कुरा गर्दैछौँ किचन डिजाइनको एकदमै इम्पोर्टेन्ट पार्ट काउन्टर टपको बारे। किचन काउन्टर टप भनेको डेली युज हुने एरिया हो। खाना बनाउने, शपिङ गर्ने, पकाएको खाना राख्ने ठाउँ। सो युज अनुसार राइट मेटेरियल छनौट गर्नु एकदमै इम्पोर्टेन्ट हुन्छ। मार्केटमा काउन्टर टपका धेरै टाइप्सहरू छन्। आज म तपाईलाई टप 3 पपुलर अप्सनको बारेमा भन्छु र काठमाडौँ मार्केटको रेट सहित बताउने छु। पहिलो नम्बरमा छ ग्रेनाइट काउन्टर टप। ग्रेनाइट एक प्रकारको नेचुरल स्टोन हो जुन धेरै जस्तो घरको किचनको काउन्टर टपका लागि नै प्रयोग हुन्छ। यो स्ट्रङ हुन्छ, स्क्रैच प्रुफ र तातो प्यान राख्दा पनि बिग्रिदैन। त्यसले डेली युज हुने किचनका लागि एकदमै पर्फेक्ट चोइस हो। ग्रेनाइटको सबैभन्दा राम्रो कुरा के हो भने यसमा नेचुरल प्याटर्न हुन्छ जसले किचनलाई क्लासी र प्रिमियम लुक्स दिन्छ। मार्केटमा ब्ल्याक, ग्रे, व्हाइट, ब्राउन, ग्रीन जस्ता धेरै कलर र डिजाइन उपलब्ध छन्। यो पानी र तेलबाट पनि सुरक्षित रहन्छ, तर राम्रो कन्डिसनमा राख्न हरेक 1-2 वर्षमा सील गर्नुपर्छ। सफा गर्न पनि सजिलो छ, केवल कपडा र हल्का साबुन पानीले इनफ हुन्छ। यसको प्राइसको कुरा गर्दा लगभग 200 देखि 800 पर स्क्वायर फिट पर्न जान्छ। क्वालिटी र कलर अनुसार फरक पर्छ। यदि तपाईको किचन बिजी हुन्छ र लङ लास्टिङ मेटेरियल चाहनुहुन्छ भने मिड रेन्ज बजेटमा टिकाउ र एट्र्याक्टिभ लुक चाहनुहुन्छ भने ग्रेनाइट धेरै राम्रो विकल्प हो।